गुड मर्निङ, स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ हाम्रो गाउँमा सञ्चारी पूजा छ, त्यसको लागि म तयार हुनुको लागि नुहाउन आँटेको गाइस। यहाँ देख्न सक्नुहुन्छ साबुन एकदम पानी सानी यहाँ मैले गाम्छा लिएर रेडी भइसकेको छु गाइस। अनि गाइस हाम्रो चाहिँ वर्षनी खालि लास्ट हुन्छ हाम्रो गाउँमा पूजा। पल्लो गाउँ मगर गाउँमा भइसक्छ। हाम्रो चाहिँ अब गाउँ छेत्री गाउँ भन्छ, त्यही भएर आज चाहिँ हाम्रो छेत्री गाउँमा चाहिँ आज लास्ट हाम्रो सञ्चारी पूजा हो। र यही सञ्चारी माता फेरि भेटौँला होला नदीमा। भर्खरै मलाई यहाँ गोकुल भाइको फोन आयो कि बजार जानुपर्छ अरे सञ्चारी पूजाको बजार गर्नको लागि। अब त्यही भएर म चाहिँ अब फटाफटी नुहाइधुवाइ गरेर अब रेडी भएर बजार जानुपर्ने नागरीचुली। नागरीचुली बजारमा फेरि भेटौँला होला। नागरीचुलीमा अलिकति हल्का ब्लक हुन्छ, तपाईँहरू सबैलाई नागरीचुली बजार कस्तो हुन्छ देखाउन चाहन्छु होइन। र फेरि भेटौँला होला नागरीचुली बजारमा। त्यही नागरीचुली बजार जान्छु भनेर नागरीचुली बजार जानु त मेरो मिस्टेक भयो। अहिले चाहिँ गोकुल भाइ र हाम्रो दादा गए बजार। र चाहिँ हामी चाहिँ गोर्खाली खुकुरी लिएर हामी बाँस काट्नु हिँडेको म र काली भाइ। अनि हाम्रो यहाँ डोनाल भाइ छ। हाम्रो सञ्चारी पूजा जय गोर्खा, जय सञ्चारी माता। हेलो साथीहरू, हामी चाहिँ अहिले सञ्चारी पूजा गर्नको लागि हामी यहाँ बाँस काट्न आएको थियौँ। टोटल बाँस छवटा चाहिन्छ। यहाँ सक्नुहुन्छ बाँस काटेपछि मात्रै हामी कुकुर यहाँ गोर्खाले कुकुरी बोकेर आएको छ। बाँस काटेपछि मात्रै स्कुलमा गयो अझै बाँस काट्नको लागि। त्यहाँको बाँस चाहिँ एकदम राम्रो रहन्छ, त्यही भएर म घरकै बाँस लिन आएको छु। यहाँ चाँडा चाहियो। सास काटेर अब घरतिर लागेको। अब हामी उहाँ चाहिँ दामी दादाहरू हामी उहाँ सामानहरू सबै उहाँ राखेको छौँ। उहाँ चाहिँ सामानहरू राखेर बाँस काटेर है अब घरतिर लाग्यो गाइस। गोर्खाली कुकुरी हामी बोकेर हिँड्छौँ गोर्खाली हेर्नु। यहाँ बजार गरेर आइसक्नु भएको र हामी चाहिँ अब यहाँ जहाँ सामान राखेको छ नि त्यहाँ अब जय मनाउन हिँड्दैछौँ। यहाँ हाम्रो उपस्थित हुनुहुन्छ लीला माया, यता दुर्गा माया हुनुहुन्छ, यता हरेश्वर बहादुर, यता हाम्रो काले भाइ, यहाँ हाम्रो विश्वका हुनुहुन्छ यहाँ। खोइ ल जय गोर्खा भन्देऊ ल। बाबु यहाँ हाम्रो बेब भाइ नै आछ। खोइ सञ्चारी माता जय भन्दै। जय सञ्चारी माता। भन न जय सञ्चारी माता की, जय सञ्चारी माता की जय। अब हामी नदीको प्रस्थान गर्दैछौँ। अब हामी नदीको लागि यहाँ प्रस्थान गर्न हामी पूजा सुजा गर्नको लागि। गोर्खे भाइ आगे चलो, आगे आगे आगे। र गाइस हामी चाहिँ ठेलामा यी सबै सामानहरू दाउरा साउरा एकदम मेरो हातमा चाहिँ यहाँ दुध छ। अनि यता परेवा छ, हाम्रो कालेको भाइ प्रसाद छ। अनि बाँस बोक्नु भएको छ। यहाँ डङमा पक्रिनुपर्छ है, यहाँ पानी छ। हाम्रो यहाँ ड्राइभर हुनुहुँदैछ हाम्रो दादा। हाम्रो यहाँ हिँड्ने मान्छे छन् दुर्गा र यहाँ लीला। ल ल ल आस्ते आस्ते चलो चलो। यो कहाँ म यस्तो भारी छु यार। कहिले सञ्चारी पूजा गरे तिमी पोहोर, त्यही नै हामी आइसकेको छौँ। हेर्नुहोस् यहाँ काकाले ती बाँस बोकेर आउनु भएको छ। हाम्रो दादाले यहाँ ड्राइभर यो परेवा। हाम्रो लीलाजी आउनु भएको छ, परानको भाइ। यहाँ हाम्रो डोनाल भाइ सबैजना आइसक्नु भएको छ। यहाँ तिर्पलहरू ठेलामा तिर्पलहरू कमान्डोहरू सबै यहाँ सामानहरू ल्याइसकेको छ। मैले त यहाँ दुध र यो बोकेको थिएँ गाजी। हाम्रो चाहिँ सञ्चारी पूजा जहिले नै हामीले वर्षमै यो हामीले गर्छौँ। पोहोर हामीले होइन कपडा यहाँ बाँधेको थियौँ।
हामी जहाँ चाहिँ सञ्चारी पूजा गर्ने जग्गामा अलिकति जङ्गल रहेछ। यहाँ हाम्रो काले भाइले जङ्गल फाट्दैछ, सफा गर्दैछ। यहाँ हाम्रो लीला बुनु पनि काम गरिरहेछन्, दुर्गा बुनु। यहाँ हाम्रो हरेश्वर भाइ टल्ला पर हेरिरहेछ काम गरेको। गाइस मैले काम गर्दै थिएँ, मेरो त झन्डै हालत खराब भयो। खुकुरीको माया लाग्यो क्या गाइस, अर्काको हो नि त, त्यही भएर मैले खुकुरी चलाइनँ। बाबुको पानी त खान्न, म बिमारी होइन, त्यही त म बिमारी होइन। हाम्रो भाइले बोकेर ठेला गाडीमा पानी लिएर जान्छ। अनि हाम्रो यहाँ खिचडी पकाउने वस्तु सामान लिएर जाँदैछु। हाम्रो यहाँ गौकुल भाइ त एकदम बिजी छ। हाम्रो यहाँ ड्राइभर हुनुहुन्छ डन्डा दाजु, डन्डा दाजु ड्राइभर हुनुहुन्छ, डन्डा दाजु। गाइस तपाईँहरू यहाँ भित्र पस्नु भने नि हेर्नु पत्र छ। हेलो हेलो चेक, हेलो चेक, हेलो हेलो। कुल भाइ यहाँ सेन्टेक्समा पानी ल्याउँदैछौँ। अनि हाम्रो यहाँ ड्राइभर हुनुहुन्छ डन्डा दाजु। यहाँ त गाइस होसियार है, होसियार होसियार। होसियार होसियार। हाम्रो यहाँ ड्राइभर हुनुहुन्छ डन्डा दाजु। अनि गाइस आजको ब्लग चाहिँ एकदम बवाल हुन्छ के। हाम्रो यहाँ सञ्चारी पूजाको, अझै सञ्चारी पूजाको भिडियो बनाएको छैन। आज अन्तिम तक भिडियो हेरिराख्नु होला गाइस। यो युट्युब च्यानलमा आउनेछ महेश जी ब्लगमा। गाइस सबैले साथ दिनु होला। वननदीतिर जाँदैछौँ। यहाँ दाजुले गणेश भगवान बोक्नु भएको छ। अनि अर्का साल दाजुले त परिया, वननदीलाई के परिया, अनि गणेशलाई दाजुले गणेश भगवान बोक्नु भएको छ। यहाँ त परिया। अनि उता यहाँ हाम्रो गकुल भाइ छन्, लीला बुनु, यता हाम्रो दुर्गा बुनु। अनि म चाहिँ यहाँ दुध बोकेरै जाँदैछु दुध चढाउनु। गाइस हेर्दै गर्नु होला भिडियो चाहिँ। हेर्नु कति राम्रो छ हाम्रो भाइ ऊ नदीमा गराइ। हामी चाहिँ यहाँ गणेश भगवानलाई पूजा गर्न आएको। अनि यहाँ काकाले यहाँ परिया पनि उडाउन आएको। त्यो दाजु काकाले परिया बोकिराख्नु भएको छ। हाम्रो बनाउने कालीगाड हाम्रो नकुलको बाउ कुकमैन है, एकदम खतरा है। नहीं हिंदी में नेपाली में बना रहे हैं आज। यहाँ हाम्रो कुकमैन हुनुहुन्छ, खिचडी बनाउनु हुँदैछ। नकुलले नि हेर्दैछ होला नि भिडियो, लाइक कमेन्ट गर्नु होला। नकुलले नि हेर्दैछ भने सोमाले। गकुल भाइले चाहिँ यहाँ चामल धुने काम गरिराख्नु भएको छ है। हाम्रो यो चाहिँ खिचडीमा जान्छ है चामल। गेममा बिजी छौ पारस? कुन चाहिँ गेम खेलेको? यो हाम्रो डोनाल्ड भाइले ढोगो, हाम्रो बेबा भाइले जय सञ्चारी माता भन्, जय सञ्चारी माता, जय सञ्चारी माता, जय सञ्चारी माता। खोइ चिया छान्दैछन्, खोइ मलाई पनि दिन्छन् कि अलिकति खाम भनेको। यहाँ दियो नि त, दियो भने खाने हो चिया। आजको ब्लग चाहिँ दामी हुन्छ कसम। पछाडिको भ्युस हुन्छ हुन्छ। गाइस मलाई चिया फाइनली भेटिसकेँ। अब म पिउँछु। प्रसाद खाइरहेको छ। यहाँ प्रसाद खाइवरि नि हाम्रो यहाँ खिचडी बार्दैछन् हाम्रो यहाँ गकुल भाइले। हाम्रो यहाँ धामी बाजे पनि प्रसाद खानु हुँदैछ।
कस्तो रहेछ खिचडी अनि डन्डा दाजु खिचडी कस्तो लाग्यो राम्रो लाग्यो राम्रो खिचडी राम्रो छ हो दाजुलाई ए हाम्रो भाइलाई खिचडी कस्तो लाग्यो प्रसाद भाइ खिचडी कस्तो लाग्यो अनि हाम्रो पारस भाइलाई खिचडी कस्तो लाग्यो मिठो भाइलाई खिचडी कस्तो लाग्यो अनि हरे सरलाई अनि ओइ जेम्सलाई कस्तो लाग्यो खिचडी बढिया अनि हाम्रो रियान भाइलाई बढिया अनि दाजुलाई एकदम बढिया पारस भाइलाई खिचडी कस्तो लाग्यो निमक कम्ती लाग्यो ए ल ल कस्तो छ खिचडी राम्रो छ राम्रो अनि अर्को दाजुलाई राम्रो मजा पुरो दाइहरूलाई कस्तो लाग्यो खिचडी ढोकेर अँ पिरो न पिरो गम खाएपछि मजा हुन्छ आँसु त तरल पूजा सकेर अब यो जय मानवदेशी ब्लास्टको जयवटा सन्चरी पूजा नि खत्तम खाइ होरी एकदम खिचडी खिचडी प्रसाद खाएर अब घरतिर लागेको गाइस र आजको ब्लग कस्तो लाग्यो र खिचडीहरू प्रसाद बोकेर हिँड्छौँ खिचडी अनि यहाँ दाजुले ठेला तानेर एकदम यहाँ तिर्पल छ भाँडा छ अनि सेन्टेक्स गाइस आजको लागि यति नै हो ब्लग र मर्निङमा तपाईँहरूले सन्चरी पूजाको ब्लग भेट्नुहुन्छ गाइस सबैले लाइक अनि कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला ठोकेर गाइस आफ्नो त के गर्नु लाइक दिउँ भने नि अम्लो पनि हिली माछाको टाउको जस्तो छ के गर्नु साथी हो र तपाईँहरू लामो अम्लो छ भने एकदम दबाएर ठोकिदिनु होला साथी हो मोबाइल दुल्को पर्ने गरी साथी हो र बेसी बकबक गरेर र यति नै हो मर्निङमा तपाईँहरूले ब्लग भेट्नुहुन्छ अन्तिम तक हेरिदिनु होला महेशजी ब्लगमा आउनेछ र सबैलाई राधे राधे जय सन्चरी माता जय हो